राजा महेन्द्रसँग आफ्नै प्लेन उडाउने आधिकारिक पाइलट लाइसेन्स थियो। तपाईलाई लाग्ला राजा महेन्द्र केवल राजनीति र कूटनीतिमा मात्रै सीमित थिए, तर यथार्थ सुन्नुभयो भने तपाईँ पक्कै चकित पर्नुहुनेछ। राजा महेन्द्र प्रविधि र आधुनिकताका निकै शौखिन थिए। उनले बेलायतबाट विमान उडाउन मात्र सिकेका थिएनन्, उनीसँग आधिकारिक प्राइभेट पाइलट लाइसेन्स समेत थियो। भनिन्छ नेपालका दुर्गम भेगको भ्रमण गर्दा होस् वा विशेष वैदेशिक यात्रामा उनी अक्सर मुख्य पाइलटको छेउमा बसेर जहाजको कमान्ड आफै सम्हाल्थे। आकाशबाट नेपालको भूगोललाई नजिकबाट निहाल्ने र बुझ्ने चाहना उनमा थियो। यही लगावकै कारण उनले नेपालमा हवाई सेवाको विस्तार गरेर शाही नेपालमा वायु सेवा निगमको जग बसाले। उनी केवल सिंहदरबारको कुर्सीमा बस्ने राजा मात्र थिएनन्, आकाशमा चिलझै उड्ने साहस राख्ने फ्लाइङ किङ पनि थिए। के तपाईलाई राजा महेन्द्रको यो पाइलट अवतार बारे पहिले थाहा थियो? भिडियो मन परे लाइक र शेयर गर्न नभुल्नुहोला।